नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं तत्काल लकडाउन नहुने सम्बन्धी प्रसंगबाट। स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ। कोरोना संक्रमणको अवस्था सामान्य रहेको र सर्वसाधारणहरू सजग नै रहेका कारण तत्काल लकडाउन गर्न आवश्यक नरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको प्रकोप बढ्ने वा घट्ने के हुने भन्ने विषयमा आम नागरिकले अपनाउने स्वास्थ्य सतर्कता र सुरक्षाको उपायमा भर पर्ने भएकाले नागरिकलाई नै सतर्क रहन आग्रह गरेको छ। हालसम्म सर्वसाधारणहरू सजग नै रहेको उल्लेख गर्दै मन्त्रालयले लकडाउन रहर नभएर बाध्यता भएकोले यो अवस्था आउनै नदिने स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। कोरोना खोप लगाएकालाई फेरि संक्रमण देखिएको समाचार आइरहँदा यो स्वाभाविक नै रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। नेपालमा हाल लगाइरहेको खोप कोभिशिल्डको प्रभावकारिता दुवै डोज लगायतको अवस्थामा 72% मात्रै भएकाले खोप लगाइएका 100%लाई संक्रमण हुँदैन भन्ने नहुने उहाँको भनाइ छ। तर खोप लगाइसकेकालाई पुनः संक्रमण देखिएमा त्यसको असर भने न्यून हुने गौतमको दाबी छ। मन्त्रालयले प्रारम्भिक चरणमा खोप लगाएकाका लागि दोस्रो चरणको खोप लगाउन कुनै समस्या नरहने स्पष्ट पारेको छ। खोप अभियानमा नेपालले उल्लेख्य कार्य प्रगति हासिल गरेको समेत गौतमको दाबी छ। सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ। कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले 77 वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेर स्वास्थ्य मापदण्ड समेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ। जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रण सम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र DCCMC ले गर्दछ। केन्द्रमा संकट व्यवस्थापन गर्ने केन्द्र CCMC यस सम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्च स्तरीय संयन्त्र हो। कोरोना महामारी उच्च रहेको बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो। गृहले तयारी हालसम्ममा राख्न सकिने क्वारेन्टिन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ। गृहले होटल, रेस्टुरेन्ट, डान्स क्लब, पार्टी लगायतका रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाई गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ। मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गएपछि सीमा नाकामा सुरक्षा सतर्कतामा कडाई गर्न पनि निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार बसेको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनु भएको छ। गृह मन्त्रालयले भारतीय सीमा नाकामा थप कडाई गर्न भनेको छ। यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरू पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ। गृह प्रवक्ता बुढाका अनुसार सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकाहरूमा स्वास्थ्य जाँचको क्रममा ज्वरो आएको पाइएमा क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोरोनाको संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको थियो। भारतीय सीमा नाकाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्याङ्क राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ। यसैगरी आम सर्वसाधारणमा नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गर्न पनि गृहले आग्रह गरेको छ। मास्क नलगाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ। मन्त्रालयका अनुसार मास्क नलगाई हिँडेको पाइएमा संक्रमक रोग ऐन 2020 अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो। मन्त्रालयले छिमेकी मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गएपछि अन्य आवश्यक पर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने नीति लिएको छ। त्यस्तै डिजिटल सञ्चारका साधनहरूबाट सुरक्षा सावधानीका उपायहरूबारे सचेतना सन्देश प्रसारण गर्ने नीति पनि गृह मन्त्रालयले लिएको छ।
सत्ता समीकरणको विषयलाई लिएर जनता समाजवादी पार्टी जसपा भित्र विवाद चुल्लिँदै गइरहेको छ। पूर्व राजपा र संघीय समाजवादी मिलेर बनेको समाज जसपामा खास गरी केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा प्रष्ट दुई धार देखिएका हुन्। दुई धार देखिएसँगै नेताहरू बीचको संवाद पातलिँदै गइरहेको छ। पार्टी अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीसँग सहकार्य गर्न सकिने पक्षमा उभिएका छन् भने संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले सहकार्य गर्न नहुने अडान लिएका छन्। सत्ता समीकरणको विवादले जसपामा पार्टी बैठक र संसदीय दलको नेता चयनमा समेत अलमल्ल उत्पन्न भएको छ। मंगलबार जसपाको एउटा पक्षले मात्रै प्रधानमन्त्री ओलीसँग वार्ता गरेको छ। नयाँ सरकारमा सहभागी हुने कि ओलीकै सरकारमा जाने भन्ने बारे विवाद हुँदा नेताहरू बीच दूरी बढेको हो। केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले पार्टीभित्र अहिले कुनै विषयमा छलफल सुरु नभएकोले नेताहरूबीच संवाद नभएको र त्यस्तो कुनै विवाद नभएको बताउनु भएको छ। विवादको कारण जसपाले पार्टी समायोजन टुङ्ग्याउनेदेखि संसदीय दलको विधान निर्माण तथा नेता चुन्ने काम समेत अघि बढाउन सकेको छैन। यसअघि बसेको संसदीय दलको बैठकले विधान पारित र नेता चुन्न नसक्दा फेरि कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन। पार्टी केन्द्रीय कार्यकारिणी बैठक पनि होली पर्वसम्मको लागि स्थगित भएको छ। जसपामा पूर्व राजपा पक्ष र पूर्व संघीय समाजवादी पक्षका नेताहरूको फरक अभिव्यक्तिका कारण विवाद छताछुल्ल बनेको हो। पूर्व संघीय समाजवादी समूहका नेता तथा पार्टी अध्यक्ष उपेन्द्र यादवले ओलीसँग सत्ता सहकार्य हुनै नसक्ने प्रतिक्रिया दिँदै आइराख्नु भएको छ भने पूर्व राजपा पक्षका नेता तथा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा भए जोसुकैलाई पनि सहयोग गर्न सकिने धारणा राख्दै आइराख्नु भएको छ। यसरी जसपाभित्र देखिएको विवादको विषय र नेताहरूका अभिव्यक्ति हेर्दा यो पार्टीले विभाजन उन्मुख बाटो समातिरहेको देखिएको छ। विश्वभरमा 10 करोड 6 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। बुधबार बिहानसम्ममा 10 करोड 6 लाख 95 हजार 133 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 12 करोड 47 लाख 76 हजार 151 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 27 लाख 45 हजार 152 जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा 2 करोड 13 लाख 35 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 3 करोड 6 लाख 33 हजार भन्दा बढी मानिस सक्रिय संक्रमित छन्। संक्रमित मध्ये 2 करोड 29 लाख 24 हजार भन्दा बढी निको भएका छन् भने 5 लाख 56 हजार 779 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 17 लाख 33 हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 12 लाख 3 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1 लाख 60 हजार 477 जना पुगेको छ। नेपालमा हालसम्ममा 2 लाख 76 हजार 244 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2 लाख 72 हजार 97 जना निको भएका छन् भने यहाँ कोरोनाबाट 3019 जनाले ज्यान गुमाइसकेका छन्। मोटरसाइकलको ट्याङ्कीभित्र लागु औषध लुकाइएको अवस्थामा सर्लाही प्रहरीले 1 जनालाई पक्राउ गरेको छ। नवलपुर मलङ्बा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका 4 बाट विशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङ्कीमा लागु औषध लुकाइएको अवस्थामा 1 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मलङ्बाबाट नवलपुरतर्फ जाँदै गरेको BR30F नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा तेलको ट्याङ्कीमा लुकाइराखेको क्लोरफेनिरेमाइन माइलिट 7 थान, कोडिन फस्फेट सिरप, त्यसैगरी वाइन क्यारेक्स लेखिएको 59 बोतल फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभएको छ। तेलको ट्याङ्कीमा लागु औषध लुकाउने मोटरसाइकल चालक बागमती नगरपालिका 4 बस्ने 40 वर्षीय आइते लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धानको कार्य भइरहेको प्रवक्ता कुँवरले जानकारी दिनुभएको छ। पर्साको पटेरवा सुगौली गाउँपालिकामा अर्नाको आक्रमणबाट 1 जना महिला गम्भीर घाइते भएकी छिन्।
पटेरबा सुगौली 2 गाँधी चाफीकी 60 वर्षीय तुलामाया आले मगर गम्भीर घाइते भएकी हुन्। गाउँकै छेउको जंगलमा घाँस काट्न गएको अवस्थामा उनलाई बुधबार बिहान अर्नाले आक्रमण गरेको ओडा अध्यक्ष विजय गैरेले जानकारी दिनुभएको छ। अर्ना चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जतर्फ आएको हुन सक्ने अनुमान गरिएको छ। चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने भएको छ। कोभिड-19 लगायतका अति आवश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी A330 विमान आउँदो आइतबार बेइजिङ जाने भएको हो। बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाडौँ फर्किने नेपाल एयरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभएको छ। यही चैत 1 गतेको मन्त्रीपरिषदको बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायतको सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो। यो निर्णय अनुसार 8 लाख डोज कोरोना विरुद्धको खोप लगायतका सहायता सामग्री लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जान लागेको हो। भारतमा पछिल्लो 24 घण्टामा कोरोनाका 47,239 संक्रमित भेटिएका छन्। यस्तै 23,913 संक्रमित निको भएका छन् भने 277 को मृत्यु भएको छ। भारतमा लगातार 5औं दिन 40,000 भन्दा बढी संक्रमित भेटिएको हो। मृत्युको आँकडा पनि यो वर्ष सबैभन्दा धेरै छ। यसैबीच भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको रोकलाई 30 अप्रिल वैशाख 17 सम्म बढाइएको छ। भारतमा हालसम्ममा 1,17,33,594 संक्रमित भइसकेका छन्। यी मध्ये 1,12,03,016 बिरामी ठिक भइसकेका छन् भने बाँकी 1.60 लाखले ज्यान गुमाइसकेका छन्। साथै 3.65 लाखको उपचार चलिरहेको छ। मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले सरकारले प्रदेशका 2-3 शहरमा हरेक आइतबार लकडाउन गर्ने बारे विचार गरिरहेको बताएका छन्। त्यस्तै दिल्ली सरकारले सबै हवाई अड्डा, रेलवे स्टेशन, अन्तर्राष्ट्रिय बस टर्मिनलमा अन्य राज्यबाट आउने यात्रीको टेस्टिङ अनिवार्य गरेको छ। दिल्लीमा सार्वजनिक स्थलमा होली र नवरात्रि मनाउन रोक लगाइएको छ। उत्तर प्रदेशमा होली अघि राज्य सरकारले केही निर्देशन जारी गरेको छ। यसमा पूर्वी अनुमति बिना कुनै जुलुस निकाल्न सकिने छैन। 60 वर्षभन्दा बढी र 10 वर्षभन्दा कम उमेरका बच्चालाई कुनै प्रकारको उत्सवमा भाग लिन अनुमति छैन। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।